भारतमा रवि लामिछानेको रेड कार्पेट बाजा गाजा र फूलको वर्षासहित भव्य स्वागत अहिलेसम्म कसैले नपाएको सम्मान पाए। दर्शकबिन, भारतीय राजनीतिक दलको निमन्त्रणामा विदेश भ्रमणमा गएका नेपाली नेताहरू धेरै छन्, तर राजधानी नयाँ दिल्लीमा रातो कार्पेट, स्वागत होर्डिङ, बाजा गाजा र फूल वर्षा सहित गरेको स्वागतले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमणलाई विशेष चर्चाको विषय बनाएको छ। 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका लामिछानेलाई भारतीय जनता पार्टी भाजपाले उच्च स्तरीय आतिथ्य प्रदान गरेको छ। दिल्ली स्थित भाजपा मुख्यालयमा पुगेका लामिछानेको स्वागतका लागि मुख्यालय परिसरमा रातो कार्पेट बिछाइएको थियो भने स्वागतका लागि विशेष व्यवस्था गरिएको थियो। विभिन्न स्थानमा उनको तस्बिर सहितका स्वागत होर्डिङ बोर्ड राखिएका थिए। स्वागत कार्यक्रममा बाजा गाजा र फूल वर्षाको समेत व्यवस्था गरिएको दृश्य सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएको छ। भाजपाको निमन्त्रणामा सोमबार भारत पुगेका लामिछानेलाई नयाँ दिल्ली विमानस्थलमा भाजपा महासचिव अरुण सिंह तथा पार्टीको विदेश विभागका प्रमुख विजय चोथावाईले स्वागत गरेका थिए। विमानस्थलदेखि नै सुरु भएको औपचारिक स्वागत कार्यक्रमले उनको भ्रमणलाई भारतीय राजनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ। रासपा प्रवक्ता मनिषाले दिएको जानकारी अनुसार लामिछानेले मंगलबार भाजपा मुख्यालयमा पार्टीका वरिष्ठ नेताहरू तथा उच्च तहका पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। भेटघाटका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति बीचको सम्बन्ध, राजनीतिक अनुभव आदान प्रदान, संगठन निर्माणका अभ्यास तथा नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ। भ्रमणका क्रममा उनले भाजपा नेतृत्वसँग मात्रै नभई भारत स्थित नेपाली समुदाय, विभिन्न क्षेत्रका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने अयोध्याको भ्रमण समेत उनको कार्यतालिकामा समावेश छ। नयाँ दिल्लीका विभिन्न सडक, चोक तथा सार्वजनिक स्थलहरूमा राखेका स्वागत होर्डिङहरूले पनि लामिछानेको भ्रमणलाई थप चर्चित बनाएको छ। ती होर्डिङहरूमा उनको तस्बिर सहित स्वागत सन्देश राखिएको छ। नेपाली राजनीतिक नेतृत्व मध्ये कुनै नेताको स्वागतमा यस प्रकारका सार्वजनिक प्रदर्शनहरू दुर्लभ मानिने भएकाले पनि यसले विशेष चासो आकर्षित गरेको छ। रासपाका अनुसार जुन 5 तारिकमा जारी रहने भ्रमणका क्रममा लामिछानेले उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्नेछ। भारत भ्रमणमा लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, रासपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा प्रदीप आचार्य पनि सहभागी छन्। हालै नेपाल भारत सम्बन्धलाई भू राजनीतिक प्रतिस्पर्धाको दृष्टिकोणबाट नभई विकास कूटनीतिको आधारमा अगाडि बढाउनु पर्ने धारणा सार्वजनिक गरेका लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक क्षेत्रले चासोका साथ निहालिरहेको छ। नयाँ दिल्लीमा भएको स्वागत र उच्च स्तरीय भेटघाटहरूले उनको भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा समेत विशेष चर्चाको विषय बनाएको छ।